आर्सेनलले चेल्सीलाई हराएर काराबाओ कपको फाइनलमा पुग्यो र क्वाड्रपल जित्ने चान्स छ है। यो आर्सेनलको टिम कति बलियो छ भन्ने कुराको सानो एक्जाम्पल यही चेल्सीसँगको सेकेन्ड लेगमा पनि हामीले देख्यौँ। त्यो बारेमा कुरा गर्नुपर्छ। अर्को क्वाड्रपल चेज गरिरहेको टिम बार्सेलोना हो। अब क्वाड्रपल जित्छ जित्दैन त्यो आफ्नो ठाउँमा छ, तर अहिलेसम्म त क्वाड्रपलको लाइनमै छ नि त। सोचे भन्दा गाह्रो गेम भयो अल्बासेटेसँग, तर कोपा डेल रेको सेमी फाइनल पुग्यो। अस्ति भर्खर रियल मैड्रिडलाई हराएर सुपर कोपा जितिसकेको छ। ला लिगामा पनि 1 मा छ, च्याम्पियन्स लिगमा पनि टप 8 मा फिनिश गरेर राउन्ड अफ 16 पुगिसकेको छ भनेपछि अफ कोर्स ओन पेपर त क्वाड्रपल चान्स छ नि त। कप गेम्सहरूले बेला बेला रेपुटेसनलाई चाहिँ मतलब गर्दैन। त्यो अल्बासेटेले देखाएको छ। रियल मैड्रिड हराएको थियो, बार्सालाई पनि अलमोस्ट एक्स्ट्रा टाइममा ड्र्याग गरेको थियो। यो दुईटा गेमहरूको कुरा गर्दा हामीले दुईटा मान्छेको कुरा गर्नुपर्छ, आर्टेटा अनि त्यसपछि लमिन यामाल। बार्सेलोनाको कुरा गर्नुभन्दा अगाडि आर्सेनल चेल्सीको कुरा गर्नुपर्छ, किनभने यो गेम त अझै ठुलो गेम थियो। लन्डन डर्बी यस्तो ठुल्ठुलो टिमको र फाइनल पुगेको छ आर्सेनलले लन्डन रातो छ भन्ने कुरा क्लियरली देखाइदिएको छ। यो पर्फर्मेन्सले पनि देखाइदिएको छ, किनभने चेल्सीलाई सास फेर्ने फुर्सद दिएन। टिपिकल आर्सेनल पर्फर्मेन्स। सेकेन्ड लेगमा त झन् सटडाउन नै गरिदियो चेल्सीलाई। र यहाँ लियाम रोजिनरको ट्याक्टिक्सको बारेमा धेरै नै क्रिटिसिजम भएको छ। अहिले चेल्सीको एप्रोच राम्रो थिएन, स्पेसली लियाम रोजिनरले जुन तरिकाले चेल्सीलाई खेलाएका थिए स्टार्टिङ लाइनअपदेखि नै त्यो एप्रोच एकदम गलत थियो भनेर सबैतिर कुरा आएछ। त्यो बारेमा नै अलिकति कुरा गरौँ। अब उसले सुरुमै 3 जना सेन्टर ब्याक 5 जना डिफेन्डर खेलाएको थियो। 1-0 डाउन अलरेडी छ, टाइममा जित्नै पर्नेछ, गोल हान्नै पर्नेछ, अल आउट एट्याक गरेर हारे पनि त हुन्थ्यो नि त भन्ने टाइपको कुराहरू आएको छ। लियाम रोजिनरको पोइन्ट अफ भ्यूबाट भन्ने हो भने पहिले 1 घण्टा जस्तो चाहिँ 0-0 टाइपमा भयो भने अनि लास्टमा पुस गर्न सकिन्छ, गोल चाहिँ नखाम। आर्सेनलको घर हो, केही गरी गोल हान्यो भने त 2-0 अप हुन्छ, सक्यो गेम, यस्तो टाइपको केही थियो होला क्या मेन्टालिटी। तर एकदमै नेगेटिभ एप्रोच थियो त्यो। त्यही भएर पनि मान्छेहरू कोही पनि खुसी छैन चेल्सीको ट्याक्टिक्सदेखि। इभन कोल पामर पनि गेम सकिसकेपछि फ्रस्ट्रेटेड थियो अरे। आर्सेनलको हातमा गेम थियो क्या, किनभने केही पनि टेस्ट गरेन चेल्सीले। अब लास्टमा अति नै ढिलो भइसकेको थियो जब उनीहरूले एप्रोच चेन्ज गराएको थियो चेल्सीले। कोल पामरहरू पनि ढिलो ल्याएको भन्छु म होइन, हाफ टाइममा चाहिँ ल्याउनु पर्थ्यो यिनीहरूले। अब लास्टमा काया हाभर्सको गोल त अब त्यो काउन्टर एट्याक खाली छ, त्यो त्यसको केही अर्थै छैन होइन। त्यो गोल नहुँदा पनि हारिसकेको थियो। जब भएर आएको थियो तब बुढी ताती भनेर टाइपको एप्रोच थियो चेल्सीको। 2020 को एफए कप फाइनलदेखि यिनीहरू फाइनल पुगेको थिएन, पहिलो मेजर फाइनल। यही एउटा केही चाहिएको थियो क्या। आर्सेनलको टिम नजिक छ नि त, जेमा पनि लिगमा पनि सेकेन्ड हुने, त्यो एउटा फाइनल स्टेप लिन सकेको छैन। केही गरी यो काराबाओ कप फाइनल जित्यो भने यसले धेरै ठुलो बुस्ट दिनेवाला छ। र हुन्छ नि कहिलेकाहीँ सानो एउटा मात्रै केही हुनुपर्छ अनि त्यसले पछाडिबाट धेरै कुरालाई पुस गर्छ। हुनसक्छ किनभने यो कम्प्लिट टिम छ। ग्योकेरेजले ध्वस्तै नराम्रो खेलेको थियो यो सिजनको, वान अफ द वर्स्ट पर्फर्मेन्स। त्यो बल पनि राम्ररी टच गरेको थिएन। काया हाभर्स छ, ग्याब्रियल जिजस छ, साका घाइते छ, एजे आउँछ, मिकेल मेरिनो घाइते छ, फरकै परेको छैन। यस्तो खतरनाक टिम छ। डिफेन्समा पनि सबै 4 जना रोटेट गर्न सक्छ। लास्टको 38 गेममा 20 वटा क्लिन चिट छ यार आर्सेनलको। डिफेन्स विन्स टाइटल्स भनेर हामीले सुनेको छौँ नि, एट्याक विन म्याचेस भनेर हो। यही भएर पनि आर्सेनलको टिमलाई सिरियसली लिनुपर्छ। यिनीहरूको डिफेन्स त नजिक पनि छैन कसैको वर्ल्डमा, त्यस्तो छ यार। तर अब पेप गार्डियोला अब सिटी पुग्छ होला फाइनलमा, त्यस्तो कन्भिन्सिङ छैन सिटी। त्यही भएर स्लाइड फेभरेट त आर्सेनलै हुन्छ अफकोर्स, तर स्टिल सिटी हो, पेप हो। मजा आउँछ आर्सेनल भर्सेस पेप हेर्नलाई। ठिकै छ। अर्को क्वाड्रपल जित्न लागेको टिमहरूमा जित्न लागेको नभनौँ, क्वाड्रपल चेज गरेर टिम बार्सेलोनाको यहाँ पनि अब त्यही छ क्या कुरा। गोल चाहिँ अझै हुन सक्थ्यो बार्साको, फेरान टोरेसले पनि मिस गरिरहेको थियो होइन। तर अल्बासेटेले धेरै नै दुःख दिएको थियो नि त। मजासँगले 2-2 भएर एक्स्ट्रा टाइममा जाने चान्स थियो। जेरार्ड माल्टिनीले के गर्यो लास्टमा, गोल लाइन क्लियरेन्स यार, हेडेड क्लियरेन्स गइसकेको एक्स्ट्रा टाइममा बार ब्रेक गरिरहेको थियो भनेपछि बार्साको कुरा सेम छ क्या। डिफेन्सिभली सेम इस्यु हो। फुटबल राम्रो खेल्छ, खेलिरहेछ। लमिन यामाल थियो हदै लेभलमा। यो सिजनको वान अफ द बेस्ट पर्फर्मेन्स थियो पनि लमिन यामालको। डिफेन्स एट्याक एभ्रिवेयर यार क्रिएट गरिरहेछ, गोल हानिरहेछ। 90 मिनटको राउन्डमा कुन्डेलाई ब्याकअप दिइरहेछ यार। उहाँ अब डिफेन्सिभली त्यहाँ अलिकति उसले बल लुज गरेको थियो, तर मेन कुरा त्यो होइन क्या, मेन्टालिटी क्या। हेल्प गर्नुपर्छ है डिफेन्समा पनि भन्ने उसलाई थाहा छ। हान्सिफ्लिकले हरेक गेमपछि भनिरहेछ लमिन यामालको सबसे मलाई मन परेको भनेको डिफेन्सिभ एस्पेक्ट भनेर। को छ अहिले त्यसरी हार्ड वर्किङ अहिलेको टप प्लेयरहरू? ल मैले रियल मैड्रिडको कुरा गरेँ, भिनी एम्बाप्पे कम्पेयर गरौँ त ल डिफेन्सिभ एस्पेक्ट। अनि त्यसपछि क्रिएट त्यति नै गरिरहेछ। कतिचोटि चान्स क्रिएट गरिरहेको थियो यार, 5 वटा जस्तो चान्स क्रिएट गरेको थियो लमिन यामालले। र गोल चाहन्छ थाहा छ, गोल्स पनि अब पहिला जस्तो जे पाइदा सुट छैन, 100% हान्ने जस्तो छ पनि हान्छ। यति म्याच्योर भइसक्यो नि लमिन यामालको पर्फर्मेन्स। लास्ट सिजनबाट यहाँ नै आकाश जमिनको फरक छ र 2026 लागिकन त नेक्स्ट लेभल लिएको छ यो मान्छेले। 14 गोल 12 एसिस्ट भइसक्यो यार पुरा सिजन, हद होइन त्यो भने। अनि लास्टको 6 गेममा 5 गोल 2 एसिस्ट छ लमिन यामाल। अर्को पोजिटिभ भनेको रोनाल्डो अराउजोले गोल पनि हान्यो, राम्रै पर्फर्मेन्स थियो। बबाल भन्दिनँ होइन, राम्रै थियो। किनभने त्यो एउटा चान्स रोनाल्डो अराउजोको मैले झन्डै नै गोल हानेको थियो अल्बासेटेले। त्यहाँ उसले ब्लक गर्नुपर्ने टाइपको बल भने चाहिँ डिफेन्सिभली स्टिल म चाहिँ फुल्ली ट्रस्ट त गर्दिनँ, तर
एटलिस्ट त्यो मान्छेको कन्फिडेन्स ब्याक आयो भने एक्स्ट्रा अप्सन हुन्छ बार्सालाई। अब डिफेन्सिभ इस्युज छ यताउति छ भन्दै पनि कोपा डेल रेको पनि सेमिफाइनल पुग्यो, एउटा कप जितिसकेको छ, लालिगाको 1 मा छ। हान्सी फ्लिकको म्याजिक हो यो सबै। बार्साको बोर्डले अलिकति उसलाई सपोर्ट गर्नुपर्ने हो अब, किनभने एउटा स्ट्राइकर उसलाई प्रपर स्ट्राइकर दिने हो भने जसले फिनिस गर्न सक्छ हैन, धेरै हेल्प हुन्छ त्यसले। किनभने हरेक गेममा 1-2 गोल एक्स्ट्रा मिस भइरहेछ हो। अब डिफेन्सिभली विक छ भनेपछि त एक्स्ट्रा 1-2 गोल हान्दा त्यसले कभर गर्छ नि त, त्यो भइरहेको छैन। फेरान टोरेस रिलायबल छैन, मैले पहिला पनि भने हो। मिडफिल्डमा जस्तो पेड्री गयो, ब्याकअपै छैन भन्दा हुन्छ। अब बर्नालहरू कहिलेकाहीँ बेन्चबाट आउनु, एउटा गेम खेल्नु र रेगुलर ट्रस्ट गर्न सक्नुमा धेरै फरक छ हैन, त्यहाँ पनि छैन। डिफेन्स पनि अब उसले यदि भनेको जस्तो हुने हो भने 2टा डिफेन्डर दिनुपर्ने हो भनेपछि टिम त उसले सोचे भन्दा केही पनि छैन। हान्सी फ्लिकको म्याजिकले गर्दाखेरि बार्सा यहाँसम्म पुगेको छ। अब यहाँदेखि उता कहाँसम्म पुग्छ त्यो हेरौँ। अहिलेसम्म चाहिँ जे होस् रिजल्ट राम्रो आइरहेछ, एक्साइटिङ फुटबल छ, फुटबल हेर्न रमाइलो चाहिँ यिनीहरूको। किनभने अगाडि पछाडि दुईतिर के हुन्छ टाइपको छ। एनिवेज गाइज, अब के लाग्छ कमेन्ट गर। बार्साले र आर्सेनलले क्वाड्रपल जित्छ कि अथवा कहाँसम्म पुग्छ, यिनीहरू के ट्रफीहरू जित्छ। नेक्स्ट भिडियो भेटौँला, बाई बाई।